पार्टीले देश बनाउनु खोजेको भए केही सम्झौता राष्ट्रसभासँग गरेर मिलेर जानु पर्थ्यो भन्ने हो क्या। किन अब न तपाईँ प्रधानमन्त्री हुन्छ न राष्ट्रसभा हुन्छ क्या। आखिर किनै काङ्ग्रेस किनै एमाले बहुमतको सरकार पनि आउँदैन। अनि अघिल्लोचोटिको चुनाव जस्तै हो क्या यो। देशको रित्याउनेदेखि बाहेक अरू केही उपलब्धि नै भएन क्या यो। 125वटा पार्टी नयाँ दर्ता गरेर हामीलाई सदनमा हामीले अब कसलाई दिन्छ भोट? तपाईँलाई दिने कि कामै छैन होइन। उहाँहरू पनि 1000 भोट आउँछ अनि 10,000 भोट आए पनि कि काङ्ग्रेस लान्छ कि माओवादी लान्छ कि एमाले लान्छ। अरू नयाँ आउनेवाला त भएन नि त। भनेपछि तपाईँहरू चाहिँ त्यति पनि सोच्न सक्नुहुन्न र भने नि सबैतिर अब ऊ भयो। अब उहाँहरू पनि जाने सदनमै हो, हामी पनि तपाईँले जिताएर सदनमै पुग्छौँ। मरेको 75जना मान्छे मरेको तपाईँहरूले त्यो साँच्चै कुखुरा काटेर कुकुर मारे जस्तो बनाउनु भयो क्या। हामी होइन, हामी ती विरुद्ध आएको, हामी त नयाँ पार्टीबाट आएको, हामी त तुम्हारोबाट कुनै होइन। त्यही त हजुरले हो, त्यही भएर त त्यही भएर होइन। सुन्नु न, म पनि जितेँ, उहाँ उही पुग्ने हो। भोट दिने एउटालाई 2टा भोट दिने हो, एउटा पार्टीलाई दिने हो। तपाईँलाई भोट दियो अर्कोको काटिन्छ। उहाँहरू पनि आउनुहुन्छ सदनमा, हामी पनि आउँछौँ। भोट अहिले तपाईँहरूले नयाँलाई चाहिँ कमजोर बनाउने, काङ्ग्रेस एमाले माओवादीलाई बलियो बनाउने। त्यस्तो होइन दिदी, एउटा हजुरले के बुझिदिनु पर्यो भने हामी पनि नयाँ हौँ, हेर्नुहोस् हामी पनि केही गर्छौँ भन्ने उद्देश्यका साथ भिजनसहित आएका मान्छे हौँ क्या दिदी, बुझ्नुभयो? अब कस्तो पनि मान्छेले लडमा भोट हाल्ने भन्दा पनि सक्षम युवा मान्छेलाई छान्ने भन्ने कुरो हो। हेर्नुहोस्, तपाईँले जति बुझ्नु भएको छ त्यति नै तपाईँले अन्ततिर पनि बुझाइदिन हिँड्नुपर्छ। त्यो तपाईँको दायित्व हो। यहाँ उम्मेदवारलाई देख्नुभयो भनेर उम्मेदवारलाई मात्र भन्ने कुरो हुन्न, बुझ्नुभयो? त्यो हिसाबले गर्दा तपाईँले के भनिदिनुपर्छ? जसले धेरै भोट ल्यायो उसैले जित्छ। एकदम भनेपछि नयाँ जति फुटेपछि त काङ्ग्रेसको एउटा भोट बढी आयो भने उसले जित्यो, एमालेको बढी भोट आयो भने उसले जित्यो। हजुर दिदी, म एउटा भन्छु, म एउटा हजुरले कुरा भन्छु होइन। हजुरले जहाँ इङ्गित गर्न खोज्दै हुनुहुन्छ नि, उहाँहरूले पनि हाम्रो आवश्यकता ठान्नु भएन। अहिलेको अवस्थामा अहिले राष्ट्रिय रूपमा चाहिँ जुन एउटा लहर आइरहेछ नि,